यो ढोर बाटो होला है मान्छे त औषधतिर त आउनु अहिले बाटो सुक्खा हुन्छ नि अलिअलि सुक्खा हुँदै जान्छ अहिले अवस्था छ त्यति आउनु यस्तो बाटो छ साउनको महिना चाहिँ बबाल हुन्छ होला यही एकदमै हरियाली चाहिँ र यसमा पानी भरिन्छ राम्रो हुन्छ पानी खोला ठुलो आउँछ झरे खोला हो यो तपाईँको यहाँ अझै फुल फुलेको छैन अलि यो फुल्यो नि यहाँ छ यो फुलमा पानी छ त्यहाँ तल पानी हिउँदा बर्खै हुन्छ यसमा पानी यो पुरै फुल हुन्छ कि त्यहाँतिर अझै फुलेको छैन धेरै यहाँबाट बेनी झर्ने बाटो चाहिँ छैन छ सर यो साइडबाट छ कस्तो छ राम्रो छ गाडी झर्दैन कच्ची बाटो एक दिन चाहिँ तपाईँको हिँडेर जानुपर्छ एक दिनमा नि एक दिन हिँडेर जानुपर्छ ए हिँडेर जानुपर्ने गाडी मोटरसाइकल जान्न गएर के गर्ने फेरि छन् त यहाँदेखि 1.5 घन्टा जति 2 घन्टा जति मोटरसाइकल जाने बाटो छ त्यहाँ गएर कहाँ छाड्ने फेरि फेरि अब हिँडेर जानु पर्यो होइन हामी त हिँडेपछि त्यहाँबाट पोखरातिर निस्किने बाटो खोजेको हामीले त अब फेरि बाइक के गर्ने सर त्यही बाइकसितै जानु छैन यतिकै जोडिन्थ्यो होला